अब जिटिआर भन्ने कुरोहरूमा हामी मानिहालेको छौँ भन्ने कुरा छैन है। फेरि हामीले एक्सेप्ट गरिहालेको छौँ भन्ने कुरो होइन। हामीले स्टेट होल्डरसँग बसेर चर्चा गरेपछि यहाँको जम्मै संस्थाहरूसँग यहाँको सम्पूर्ण पार्टीहरूसँग बसेर आदान प्रदान भएर उहाँहरूको के कस्तो प्रकारको एउटा मन हुन्छन्, उहाँहरूको पार्टीको थिम कस्तो हुन्छन् भन्ने कुरोमा त्यस पश्चातको एउटा रणकौशल हुन्छ। तर अहिले घरि हामीले भारत सरकारले बोडोल्यान्ड जस्तै एउटा मोडल तयारी पार्नुपर्छ, स्टेट होल्डरसँग बात मार्नुहोस् भन्ने कुराहरू, त्यो पनि विथ 11 कम्युनिटीलाई लिएर, विथ 244A लाई लिएर, यो विषयलाई लिएर आज भएको कुराहरू हो नि। यो विषयमा तपाईँहरू स्टेट होल्डरसँग बात मार्नुहोस् भनेपछि हामी यसलाई चर्चामा ल्याएको हो नि। हामी मानिहालेका छैनौँ नि। हामीलाई दिइहाल्नुहोस् भने हामी एकदम उफ्रेको छैनौँ नि। विमल गुरुङज्यूको आफ्नो वक्तव्य हो, उहाँको पार्टीलाई प्रब्लम होला, समस्या होला, टाउकोभरि केस होला, उहाँ कसरी छिटो मिलाउन चाहनुहुन्छ, उहाँको त्यो आफ्नो भिजन हो। अनि हाम्रो भिजन चाहिँ हामीले त यत्रो त्याग गरेर आयौँ, सर्वस्व गुमाएर घर जलाएर आज आएर चाहिँ फेरि बङ्गालभित्रै व्यवस्थामा बस्नु हो भने चाहिँ हाम्रो गोर्खाहरूको चाहिँ भविष्य निश्चित भएन भने, भोलि गएर माछा भ्यागुता भयो भने त्यसको जिम्मेवारी को हुन्छ? गृहमन्त्रीसँग कुनै हस्ताक्षर र एग्रिमेन्ट भएको छैन, सम्झौता यस्तो कुनै भएको छैन, केही छैन। हामीले भारतको संविधान अनुसार हाम्रो स्टेटसले जे भन्छ, जमिनले जे भ्याउँछ त्यो अनुसार चाहिँ हामीले न्याय पाउनुपर्छ भनेर चाहिँ हामीले सही गरेको हो, नगरेको होइन। तर हाम्रो जमिनको स्ट्याटस पार्सली एक्सक्लुडेड एरिया र एक्सक्लुडेड एरिया चाहिँ नर्थ इस्टमा जम्मै तपाईँको हिमालयन बेल्ट जति चाहिँ जम्मै राज्य भयो एक्सेप्ट दार्जिलिङ। यही कुराहरू विमलले दोहोऱ्याए नि छ, संवैधानिक आधारमै भनेर यो जिटिआर भनिन अब कुरा गरिँदैछ, गोर्खाल्यान्ड टेरिटोरी रिजनको कुरा उहाँले गर्नुभयो त संवैधानिक भयो भन्दैछ। अहिले तपाईँले भन्नुभएको छ संवैधानिक हिसाबमा हामी हस्ताक्षर भन्ने भन्नुभएको छ। गोर्खाल्यान्ड छुट्टै राज्यकै लागि भनेर भनिएको थियो त्यो बैठकमा। तपाईँलाई म प्रश्न पार्नु, संवैधानिक भनेर जिटिआर उहाँले भन्नुहुँदैछ, विमल गुरुङले आफै भन्नुभएको हो। हामीले जिटिआर भनेको छैनौँ नि, होइन हामीले भनेका छैनौँ। टिममा त हुनुहुन्थ्यो नि त, हामी टिममा छौँ, तर हामीसँग कुरो भएको छैन यो कुरा लिएर। होम मिनिस्टरसँग हाम्रो कुरा पनि भएको छैन, कुनै आदान प्रदान जिटिआरको कुरै उठेको छैन हामीसँग त हाम्रो जे प्रब्लम छ हामी त्यो राख्दैछौँ, हामी आउँदैछौँ। यतिका दिनसम्म दावा पाख्रिन बोलेन, अब चुनाव आउनु आँट्यो दावा पाख्रिन बोल्यो। चुनावसँग के मतलब छ? चुनावमा तपाईँले लास्ट इलेक्सन एमएलए इलेक्सनमा हामीले म त आउँदैमा आइन, म तपाईँले देख्नु सक्नुहुन्छ 5 वर्ष अगाडि जुन चाहिँ इलेक्सन भयो त्यो म भोट माग्न आएँ, एमएलए को आएन। म त गोर्खाल्यान्डको लागि निस्केँ, हामी त गोर्खाल्यान्डको लागि निस्केको मान्छे हो नि त। हाम्रो गोर्खाल्यान्डदेखि ठुलो अर्को कुरा त हाम्रो अल्टरनेटिभै छैन। हामी भोटको लागि मेट्दैनौँ नि त, भोट त हालौँ या नहालौँ हाम्रो खुसी हो, पार्टीको एउटा डिसिजन हुन्छ त्यसमा। हामीले फल्नालाई सघाउनु पर्छ भन्ने छैन। बिजेपीले काम गरिदियो दिल्लीमा, गोर्खालाई न्याय दियो, हामी बिजेपीलाई सपोर्ट गर्छौँ, बिजेपीको एलायन्समै हो हामी। अब दिएन भने त्यहाँदेखि फेरि फर्दर हामी के सोच्नुपर्छ? त्यही घटक दलमा भएका विमल गुरुङले हिजो क्लियर गरिदिहाले उहाँको जिटिआरको कुरा लिएर। त्यो त उहाँको स्ट्यान्ड हो नि, हाम्रो स्ट्यान्ड हाम्रो छ नि, हाम्रो पार्टीको आफ्नो संविधान छ, हाम्रो आफ्नो स्ट्यान्ड छ, हाम्रो सिद्धान्त छ, हाम्रो प्रमिसेसहरू छ, कसमहरू छ। अनि हामीले हाम्रो प्रमिस नआगेर चाहिँ गएर चाहिँ बङ्गालभित्रकै व्यवस्थामा यास विमल गर्नुभयो भाइ तपाईँले हामी छौँ भन्नु सक्छौँ? हामी शहीदले पनि धिकार छ, हामीलाई शहीदले धिकार छ, हामी त्यस्तो काम चाहिँ गर्दैनौँ। माटोसँगै आएको माटोकै फर्काउने यो सङ्घर्ष हो, आमा फर्काउने सङ्घर्षमा हामी त्यहाँबाट एक टक पनि पछि हट्दैनौँ।